हेलो हेलो गाइस, हामी चाहिँ चिसा पानी अनि घाट ड्यामबाट फर्केको क्रममा चाहिँ बाटो हेर्नुहोस् त, सुन्दरीजल निस्किने बाटो त थियो। यो बाटो त बर्खामा त हिँड्नै गर्दैन, तपाईँ पैदलै हिँड्ने पनि तपाईँ सक्नुहुन्न है। एकदमै अहिले यस्तो हिउँदमै यस्तो भइरहेको छ, हेर्नुहोस् त बाटो, हेर्नुहोस् त यहाँ कस्तो रहेछ। एकदमै जङ्गलको बाटो रहेछ। त्यस्तै रातितिर आउनु पऱ्यो भने त यहाँबाट त नहिँड्दा नि हुने रहेछ हामी चाहिँ। डरलाग्दो बाटो रहेछ, केही छैन। गई अगाडि पछाडि रुख मात्र देखिरहेको छ, केही छैन। पछाडि पछाडि हुन्छ गाउँ आइसन अन्त केही छ। हामी अघि के भन्छ अघि रे आउने बेला चाहिँ हामी गागल फेरि हुँदै आएको थियो। त्यो बाटो एकदमै लङ पऱ्यो हामीलाई, एकदमै लङ परेर चाहिँ हामी फर्केको चाहिँ यो नदीजल निस्केर पर्दा सल्लाह बस्दाहरूसँग हामी यो बाटो फर्केको। बाटो हेर्नुहोस् त तपाईँको, यो हिउँदमै यस्तो छ भने सोच्नुहोस् त कस्तो होला यसको यो बाटो। आज कति बज्यो अहिले, टाइम हेर न अहिले, धेरै बज्यो, 2-3 बज्यो होला दिउँसोको। अहिले नि आउँदै आएर छ सक्नुहुन्छ। बाटो चाहिँ एकदमै अप्ठ्यारो रहेछ। भने हामी राइड बाइक सिकेको भएर हामीलाई चाहिँ बाटो चाहिँ लाग्दैन। त्यस्तै नयाँ मान्छेहरूले चाहिँ यो बाटोबाट बाइक ल्याउँछु भने असुविधा हुन्छ नयाँ राइडरहरूले चाहिँ। एकदमै अँध्यारो छ, एक्लै त डर लाग्छ हो, बिचको पनि डर लाग्छ होला यस्तो त। भन्नु न साथीहरू तल केही छैन, एकदमै रमाइलो खोलाको बाटो नदीजल निस्किँदै छ गाइस। एउटा बाइक मात्रै हिँड्ने बाटो छ यहाँ, बोलेर पनि हिँड्छ जस्तो लाग्यो। बोलेर पनि हिँड्छ होला बाटोमा लाग्छ, केही छैन लाग्छ त। मास्टर आउनु पऱ्यो भने त्यस्तो गाडी त मान्दैन हुँदो रहेछ बाटोमा वास्तविक बाटो बाटो चाहिँ नै सकेन, रुखहरू नि चिन्नै सकेन। रुख हो सम्झेको पर्ने रहेछ होइन। खेल हुन्छ क्या हो यार, तल पुग्दो त। है धन्न बनाएको रहेछ यो, बनायो भने त राम्रै हुन्छ यो रोड। त्यस्तो पहिरो पहिरोहरू छैन, राम्रोसँग पलिटिकल क्षेत्र हो। रोडहरू राम्रोसँग बनायो भने चल्ने ठाउँ रहेछ, रमाइलो रहेछ। काफी अहिले चाहिँ रमाइलो, तर यो
खोलाको बाटो लगभग हाम्रो 3 किलोमिटर हिँडेन खोलाको बाटो 3 किलोमिटर हिँड्यो होला सुन्दरीजलको पानी पुग्यो बोलेराहरू चाहिँ हिँड्दो रहेछ है बोलेराहरू चाहिँ तपाईँहरू आउनु पऱ्यो भने यो बाटो नआइदिनु होला तलबाट आउनु जानुमा एकदमै आँखाले छ आइपुग्यो भन्ने नै थाहा छैन होइन त आइपुग्यो भन्ने पनि थाहा छैन हामीलाई बाँकी छ यार मेरो त लाइफमा लाग्यो क्या अब आइपुग्यो छैन होला है पानीको थाहा छ बर्खामा त सोच्दै नसोच्दै नि हुन्छ लाग्छ माथि घट्दै सक्दैन उत्तरको बाटो चाहिँ आउनु बर्खामा उत्तरको चाहिँ तपाईँको बाटो अनि राम्रो छ बाटो चाहिँ होस् यताको भन्दा धेरै गुणा राम्रो छ उत्तरको चाहिँ बाटो आहा कति साङ्लो पानी कुन खोला हो थाहा भएन यो चाहिँ यो माथिबाट बगेर आउने खोला एउटा रहेछ माथिबाट बगेर आउने एउटा रहेछ यो यहाँ एउटा जोइन भएको रहेछ सायद यो जहाँसम्म लाग्छ सुन्दरीजलमै पुग्छ जस्तो लाग्छ मलाई चाहिँ यो खोला चाहिँ पानी एकदमै सफा रहेछ एकदमै ठुलो भन्नु राम्रो रहेछ यो एकदम राष्ट्र निकुञ्ज हो कि यो राष्ट्र निकुञ्जै होला बाटो एकदम यसरी हिँडिरहेछ हामी चाहिँ तलतिरबाट नि बाइक आइरहेछ बाइक आइरहेछौ एक्लै हुनुहुँदो रहेछ ए ढिला भा भिडियो छ होइन डेन्जर छ है बाटो डेन्जर छ माथि चाहिँ यहाँ पाएको दुःखहरू चाहिँ सबै भुलिन्छ क्या चाहिँ फर्केको अवस्थामा छ अहिले बाटो त यार बाटो त डेन्जर रहेछ नि त अब बर्खामा के हुन्छ त्यो बर्खामा त बाटै हुँदैन होला यहाँ चिन्जी बाइक
शरीरलाई हेर्नुपर्छ। देखाइदिनु त। बाटो दे यार मलाई चाहिँ नर्मलै लाग्छ के होस् पहिल्यैदेखि चिप्लो बाटो आफ्नो बाटोहरू चलाइरहेको नर्मलै लाग्छ यस्तो बाटोहरू चाहिँ। मेरो ब्लग यहीँ इन गर्छु। बाई गाइज, बाई।